यही जिल्लाको कञ्चन गाउँपालिका वडा नम्बर 4 मा सुरु भएको लुम्बिनी साझेदारी कप फुटबल प्रतियोगिता 6औं दिन मुर्गिया एफसी र गौतम बुद्ध सामुदायिक विकास केन्द्र बीच पहिलो क्वार्टर फाइनल खेल सम्पन्न भएको छ। उक्त खेलमा मुर्गिया एफसीलाई 3-0 गोल अन्तरले पराजित गरी गौतम बुद्ध सामुदायिक विकास केन्द्र प्रतियोगिताको पहिलो सेमी फाइनलिस्टमा बन्न सफल भएको छ। लुम्बिनी साझेदारी वन व्यवस्थापन समूह कञ्चन 5, फायरलाइन र रूपन्देही अस्नेय युवा क्लब कञ्चन 4 अस्नेय रूपन्देहीको संयुक्त आयोजनामा सञ्चालन भएको प्रतियोगिताको 6औं दिनको खेलमा गौतम बुद्ध सामुदायिक विकास केन्द्रको जितको लागि गौतम बुद्धका प्रिय विकले एक्लै 3 गोल गरेर ह्याट्रिक गर्नुभएको बताइएको छ। 27 गतेसम्म सञ्चालन हुने प्रतियोगितामा गैडवा गाउँपालिका, गौतम बुद्ध सामुदायिक विकास केन्द्र, मुर्गिया एफसी, हिमालय सामुदायिक विकास केन्द्र, मनोभाव एफसी, बुटोल यङ वाइज एफसी, देवद अस्नेय युवा क्लब आयोजक, बुद्ध 7 स्टार इभोलेन्स र क्लब अफ तामनगर, करङ्गी युवा क्लब फर्साटिकर एफसी र देवद वाइजले उपाधिको लागि प्रतिस्पर्धा गरिरहेको बताइएको छ। सहभागिता अनुसार अस्नेय युवा क्लबले 25औं वार्षिक उत्सवको अवसरमा सैनामैना निवासी भुपु महासङ्घ केन्द्रीय सदस्य मिन बहादुर थापाले अस्नेय युवा क्लबले क्लबको रजत महोत्सवको अवसरमा पारेर ब्याडमिन्टन खेलको माध्यमबाट क्लब, गाउँपालिका, जिल्ला, प्रदेश र राष्ट्र सफल सुदेश राजकोटीलाई केही नगद मायाको चिनो र खाताद्वारा सम्मान गर्नुभएको थियो। समापनको दिन माननीय लुम्बिनी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री भूमेश्वर ढकालको उपस्थितिमा सम्मान गर्ने तालिका निर्धारण गरे तापनि ट्रेनिङको लागि छिट्टै काठमाडौँ जानुपर्ने भएकोले अग्रिम सम्मान गरिएको क्लबले बताएको छ। यस्तै सम्मान कार्यक्रमले खेलाडीहरूमा थप हौसला र ऊर्जा प्रदान गर्ने समेत आयोजकले बताएको छ। आयोजकले कार्यक्रममा विजेता टिमले नगद 2 लाख रुपैयाँ सहित कप, मेडल र प्रमाणपत्र पाउने बताएको छ। उपविजेता टिमले नगद 1 लाख रुपैयाँ सहित कप, मेडल र प्रमाणपत्र पाउनेछ। कञ्चन 4 अस्नेय स्थित फुटबल खेल मैदानमा चैत्र 27 गतेसम्म सञ्चालन भइरहेको सो प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद 25,000 रुपैयाँ प्राप्त गर्ने आयोजकले बताएको छ।